सानो छोरी सुतिसके सम्झना भोलि यो घर छोरी र परिवार छोडेर म विदेश जाँदैछु छोरीको राम्रो ख्याल गर अनि बुबाको पनि ख्याल गर है याद त गर्छु नि तपाईँ भएको जस्तो कहाँ हुन्छ र छोरीले पनि हर पल हजुरलाई नै खोजिरहन्छे बुवा पनि एक्लै मम्मीलाई सम्झेर रोइराख्नुहुन्छ छोरीको हरेक इच्छा आकांक्षा हजुरले पुरा गरिदिनुहुन्थ्यो सम्झना मैले कमाएर बचेको सबै पैसा यही घरको लागि खर्च गर्ने हो त्यसपछि त हाम्रो परिवार पनि खुसी हुनेछ म तिमीलाई बेला बेलामा सम्झेर फोन गरिहाल्छु घर परिवारको राम्रो ख्याल गर है तिमी धन्दा मान्न पर्दैन सम्झना अब छोरीले हरेक पल तपाईलाई सम्झिरहन्छे म कसरी समेटौँ हजुर भएको जस्तो कहाँ हुन्छ र रात धेरै छिपिसक्यो उता छोरी एक्लै छे म सुत्नु गएँ हजुर सुत्नु है अब म छोरी भएको ठाउँ हुन्छ डर लाग्यो आजको दिन पनि उता सुत्न जान्छ त हजुर पनि ओम मा श्रेष्ठते रश्मे सपज्ञा बहो रात्रे पार्श्वे नक्षत्राणि रूपवसिनो व्यातम शान्निखाना मुम्मै खाना सर्वलोकम इखाना। ओइ आज त पुजारी बाजे मन्दिरमै हुनुहुँदो रहेछ। त्यही त हो नि घरबेटी बिनाको घर पुजारी बिनाको मन्दिर अर्थहीन हुन्छ नि। हामी पनि उहाँ पुजारी बासँगै पूजा गर्ने होला नि। नै म त आफ्नो पूजा आफै गर्ने हो। मान्छे कति कति लाइन बसेर कति ठुलो ठुलो मन्दिरमा जाँदाखेरि त चित्त बुझ्दो पूजा गर्दिदैन। त्यही त ढिला हुन्छ जब अहिले फेरि अरू मान्छे आउँछ। जान्छ जान्छ। बाजे नमस्ते। नमस्ते हजुर नमस्ते नमस्ते। बाजे हामीले पूजा गर्न मिल्छ है? हामी पूजा गर्न मिल्ने जाति हो। ए तरिका न मैले तल्लो जात भनेको छु न माथिल्लो जात भनेको छु। यस पवित्र मन्दिरमा त सबै तरिकाले पूजा गर्न मिल्छ नि। ल तिमीहरु पूजा गर्दा हो है। बाजेलाई टिका लगाइदिनु पर्ने। पूजामा बाजेलाई हामीले टिका लाउनु र बाजेले पनि हामीलाई लाउनु। ए मेरो आज व्रत हो के मैले लगाइदिनु पर्छ यता आउनु। ओम नमो ब्राह्मण्य देवाय गो ब्राह्मण हिताय च जगदिता कृष्णाय गोविन्दाय नमो नमः। आकृष्णेन दशा वर्तमानो निवेशयन् मृतं वर्त्यन्त हिरण्येन सवितार्थेन देवो जाति वनानि पश्यन्। दक्षिणा चाहिँ गरेछ मिलाएर दिनुहोस् है। बाजे ए नानी फेरि के बिर्सेर आयो? बिर्सेर त त्यस्तो केही पनि बिर्सेर आयो कि होइन एउटा केही कुरा सोधौँ कि भनेर आयो कि। सोध न नानी। यो मन्दिरमा सबै जातले पूजा गर्न मिल्ने त्यो कुरा चाहिँ राम्रो हो। यो मन्दिरभित्र के चाहिँ गर्न नमिल्ने हो र बाजे? यो मन्दिरभित्र यस मन्दिरको परिसरमा धुम्रपान तथा मद्यपान गर्न मिल्दैन नि नानी। ल हस् त। अङ्कल हजुरलाई एउटा कुरा सोधौँ?
सोधन नानी सोधन। हजुरले यस्तो पब्लिक प्लेसमा चुरोट खानु हुँदैन भनेर थाहा छैन कि उता नोटिस बोर्डमा देख्नु भएन? मैले खाएको चुरोटले तिमीलाई के भयो र? तिमीलाई असर पर्छ? त्यही त यस्तो मठ मन्दिर पूजा गर्ने ठाउँमा चुरोट खानु हुँदैन भन्ने थाहा छैन? मैले खाएको चुरोटले भगवानलाई खार लागेछ? असरको कुरा होइन नि अङ्कल, हजुर जस्तो यस्तो पढे लेखे बुझ्ने मान्छेले धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ भन्ने बुझ्नुहुन्न क्या? मैले चुरोट खाउँछु गाँजा खाउँछु तिमीलाई के मतलब? जाऊ तिमी हट। यस्तो मान्छेसँग कुरा गरेर नि शान्ति लाग्छ? जप जप। मलाई भन् त तैले के चाहिँ वर मागेर आइस आज? मैले त राम्रो पढौँ भविष्यमा सरकारी जागिर खाम भनेर मागे। अनि भन् त तैले के मागिस्? हेत तेरिका भनिरहेछु झन् मैले वर्षै माग्न बिर्से भनेर। हो हो तैले मलाई छकाउनु पर्दैन। तैले के वर मागिस् मलाई थाहा छ। त्यही त मैले के वर मागे भन्न त? भनिरहेको छु त वर मागिस् भनेर। म त यसको कुरै बुझ्दिनँ। के वर मागे त मैले? तैले नबुझे नि मैले बुझेको छु नि। हेर्दै चटक्क पर्ने ह्यान्डसम अघि मन्दिरको छेउमा बसेर चुरोट खाइरहेको थियो नि, तँलाई अलिअलि आँखा लगाइरहेको पनि थियो। त्यही वर मागिस् होला नि। जे पाए त्यही कुरा नगर है। कुन ठाउँमा के गर्नुहुन्छ के गर्नु हुँदैन भन्नेसम्म थाहा नपाउने हेर्दै गुन्डा जस्तो मान्छेलाई मैले मन पराउँछु होला त? बरु तैले चाहिँ मन पराइस् होला। त्यस्तोलाई मन पराउँछु नि म। ला आज त मेरो दादा विदेश जाँदै हुनुहुन्छ, ढिला भइसक्यो। बाबा विदेश जान लाग्नु भएको छ। यो गाउँमा नयाँ मान्छे एउटा प्रवेश हुँदैछ अरे। नाम पनि कस्तो तासको जस्तो, मिसी बासा गुलामले। विदेश नजा भने मानिनस्। अब तैले यो घरलाई सुन्ने बनाएर जाने भइस्। घरको सबै खर्च तैले गर्थिस्। 2-4 पैसा कमाएर पनि तैले ल्याउँथिस्। यो कान्छाको भर छैन। अब त त्यो खर्च पनि मैले कसरी गर्ने हो? म बुढाको कतै आम्दानीको बाटो छैन बाबै। बरी नानी हजुर त्यो टिकाको थाली लिएर आऊ त। अनि पासपोर्टहरू त ठिक छ? ठिक छ बुवा, सबै पासपोर्ट टिकटहरू। अब यो खादा चाहिँ तिमीले लगाइदेऊ। यो दही तैँले खुवाइदेऊ। ल छोरा, भगवानले सधैँ तँलाई रक्षा गरौँ। घरको दुःख बुझेको छस्? हाम्रो त आय स्रोतको बाटो के पनि छैन बाबै। तँलाई छात छैन। चाडबाड आउँछ, सबै घरका परिवारहरू बसेर रमाइलोसँग जे पाकेको त्यही खाँदाखेरि कति रमाइलो हुन्थ्यो। तर अब त्यो दिन कहिले हो थाहा छैन बाबै। विचार गरेस्, तामाको मुना जस्तो छोरी अनि खाउँ लाउन उमेरकी श्रीमती छोडेर जाँदैछ। म बुढो त डाँडाको घाम न हो। कति बेर अवस्था छ थाहा छैन। धेरैको बाबुआमाले यसै गरी छोरालाई बिदाई गरेर पठाउँदा छोराछोरीले बाबुआमाको अनुहार हेरेर पाएको छैन। अनि बाबुआमाले पनि छोराछोरीलाई अनुहार हेर्न पाएको छैनन् बाबै। जहिले पनि घरको दुःखलाई सम्झी बाँकी भने बाबु, बाँकी भने मेरो छोराले केही नहोस्। खादा लगाइदेऊ पऱ्यो।
बुवाले हजुरलाई सबै कुरा भनिसक्नु भएको छ। अघि अब हिजो बेलुका पनि मैले भनिसकेको छु, हजुर आफ्नो राम्रोसँग ख्याल गर्नु होला। हुन्छ फेरि तिमी धन्दा नमान न। हजुरले पो भन्ने मौका पाउनुभयो मम्मी, मैले त केही पाएको छैन नि। भन्न नातिनी भन्, के गर्नुपर्छ भन्। मेरो अनलाइन क्लास हुँदैछ, घरमा नेट पनि छैन, मोबाइल पनि गतिलो छैन, मैले अब के गर्ने। तिमी धन्दा नमान छोरी, मैले मम्मी र हजुरबालाई सबै कुरा भनिसकेँ। तिम्रो अङ्कल पनि त हुनुहुन्छ, सबै कुरा ठिक हुन्छ, तिमी नहात्यौ। बालाई भनेर के गर्ने, बाको राम्रो कमाइ छैन, अङ्कलको पनि जागिर छैन। ठिकै छ नि त, म गरिहाल्छु, म गर्छु भनेपछि गरिहाल्छु नि। ल खाइदिउँ है। विदेशको फर्केर आउने हो कि होइन? कलभरि मैले पनि बाक्समा आएको हो कि अरे? ओ चित्रे, तँलाई यहाँ घरमा हाम्रो घरमा यस्तो रुवाबसी चलेछ भनेर तिमीहरू दुईजना यो झपटेले सिगार लिएर आयो होला होइन? मुखमा सुँगुरको गोबर हालिदिनु जस्तो। जा तिमीहरू अनबर पनि हेर्न मन नलागेको मान्छे किन आएको मेरो घरमा? जा भने एक दिन बाक्समै आउँछ र थाहा पाउँछ यो बुढाले। हजुरले बाहुनीहरूको मुख लाग्नु पर्दा जाउँ न बाटोमा। ल दाइ, अब नेपालमा के गरौँ अन्त? विदेश जान लाग्नु भएको छ। अब यहीँ यत्रो मेहनत गर्ने मान्छे, अब यहाँ जस्तै उता पनि मेहनत गर्नु होला। यहाँ केही पऱ्यो नि म सधैँ छु नि है, हामी हेरिहाल्छौँ। छोरी तिमीले टिका लगाइदियो। टिका लगाइदियो। मैले पानी पनि आइरहेछ, त्यसलाई ट्याक्सीमा छोडेर आइदिनु हुन्छ। छोरी राम्रोसँग बस्छ, राम्रोसँग बोल्न नरो भयो। ल प्यारी, तिमी पनि राम्रोसँग बस्छ, बाबाको राम्रो ख्याल गरेर। बाबु तपाईँ राम्रो हो भगवान्ले। ल ल जाउँ जाउँ, निवेदन धेरै भयो। ल बा म गाडीमा पढेर आउँदैछु है। के गर्नु अरे भर थियो गर्ने केही एउटा थियो, अर्कोको भर छैन। भरेदेखि नै समस्याको भुमरीमा परिन्छ होला। नरौ नातिनी नरौ। ल भाइ, बाउको राम्रो ख्याल गर। बेला बेलामा आमालाई सम्झेर बुवा धेरै रुनुहुन्छ, बाउको ख्याल गर। अनि भाउजू र छोरीहरूको पनि ख्याल गर है। त्यहाँ बाउलाई धेरै दुःख नदिने। ल ल राम्रोसँग जानु है। उता पुगेर फोन गर्नु नि है, कस्तो के कम्पनी बसेछ तपाईँ बोल्नु है। ल भाइ, ल बाउजूको ख्याल गर है। ल कुरा चाहिँ एयरपोर्टसम्म छोड्दैन है। मैले त्यसलाई राम्ररी चिनेको छु। हाम्रो जस्तो श्री सम्पत्ति भइदिएको भए त्यसले के गर्थ्यो होला? सुन्नुहोस् बाबा, त्यस्तो धेरै घमण्ड पनि नगर्नुहोस्। भोलि हामी उनीहरूको ठाउँमा परेर उनीहरू हाम्रो ठाउँमा भयो भने हामीले के गर्ने त्यो बेलामा? हो धेरै अर्को घरको धेरै चासो गर्नु पर्दैन। समाजमा बसेपछि मिलेर बस्न जानुपर्छ। त्यहाँ आज मकै बारीमा ढोर पन्ध्र हुन्छ, खाजा खाएर जाउँ। यो गाउँ छोडेको मैले कस्तो परिवर्तन भएको छ।
शङ्कर त म आएँ भनेर उ विदेश गएछ। ल ठिक छ, आज राति भइसक्यो, भोलिबाट उसको काउन्टडाउन सुरु हुन्छ। ल त्यसै यसलाई मैले नराम्रो देखेको हो र। गिद्धले सिनु भेट्नु र यसले केटी भेट्नु एउटै हो। आज यो केटीलाई लिएर हिँडेछ यसले। पख तँलाई पख केटी लिएर हिँड्यो भनेर सोचिरह होला नि त तेरो गिद्धे नजरले। काका के चलाउनु भयो बेसरी बाटोमा? ए के होइन नानी, जाऊ, त्यो घर चाहिँ मेरो होइन है। ओहो, यो घर पनि यस्तो बनाए, हेर्दा यत्रो भइसक्यो। काका नमस्कार, कतातिर आउनुभयो? म त्यहाँ रोपाईको लागि खेताला खोजेर आएको नानी। अनि तिमी चाहिँ कहाँ जान लाग्यो? मलाई अलिक सन्चो थिएन काका, अनि मेडिकलसम्म हिँडेको। ए अब मेडिकल जान लागेको त्यो त ठिकै हो। अब हात्तीसँग हिँडेको छौ, अलिकति विचार चाहिँ गर है। हात्ती? स्याल भन्दा विश्वासिलो हात्ती हुन्छ भनेर भन्देऊ न नानी। स्याल? कसले स्याल भन्नुभएको काका? हात्तीले त धेरैको घर भत्का छ नि नानी। नानी, अहिलेसम्म यो गाउँमा स्यालले कतिवटा कुखुरा सखा पार्यो भनेर भन्देऊ त नानी। ओह, सुन्यौ त नानी बौला हात्तीको कुरो? विचार गर है नानी, विचार गर। बौला हात्तीले त फेरि राम्रो घर पनि तस नस बनाइदिन्छ नि फेरि। विचार गर है नानी, स्यालले ढुक्नी भनेको नै कुखुरालाई हो। होस पुर्यो है नानी हात्तीसँग। यी स्यालहरूले न त चल्लै भन्छ न त माउ। तैँले कसलाई स्याल भनेको? कसलाई भन्नु नि, जसले मलाई हात्ती भन्नु त्यसलाई भने। तपाईँ त मेरो दाइ हो नि। नमस्ते दाइ। धेरै झपडे, मुख सम्हालेर बोल। नानी, अहिलेसम्म कसैले मुख सम्हालेर बोल्न सक्छ र? चुप लाग्नुहोस् तपाईँहरू। गाउँका अग्रज मान्ने जन्ने जस्तो भएर नयाँ पुस्तालाई राम्रो कुरा सिकाउनु त कहाँ हो? उल्टै कुकुर र बिरालो जस्तो भएर बाटोबाट झगडा गर्दै हिँड्न लाज लाग्दैन तपाईँहरूले? छि, यही हात्तीलाई भन नानी, यही स्याललाई भन नानी। बन्द गर्नुहोस् तपाईँहरूको यो हात्ती र स्यालको चटक। तपाईँहरूको आफ्नो नाम छैन? किन चिनिनु पर्यो उपनामले? त्यो त पहिला हात्ती भनिलाई सोद्धा हुन्छ नि नानी। अर्काको नाम बिगारेर स्याल भनिलाई सोद्धा हुन्छ नि नानी। तपाईँहरू चाहिँ एकअर्कालाई स्याल र हात्ती भनेर लड्दै बस्नुहोस्, म चाहिँ लागेँ। मलाई पनि यस्ता स्यालहरूको थुतुन हेर्ने मन छैन नानी। आज दिनभरिको साइतै बिग्रियो नि। होस गर है नानी, होस गर। ए नानी सुन त, अहिले कति बज्यो होला? मसँग घडी नै छैन। यसरी बेला बेला समयको ख्याल गर्ने मान्छेले आफैले घडी बान्नुपर्छ भनेर भन्दैन नानी। ए भन्दैन न काका कति बज्यो भनेर। मैले मेरो घडीको समय किन भन्ने यो स्यालहरूलाई? ए नानी, त्यता नाते घडी अरूले पनि बानेछन् भनेर भन्दियो हात्तीलाई। ए म नारद हो, यताको कुरा उता, उताको कुरा यता पुर्याउनलाई?
हो त्यही भएर यस्ता स्यालहरूसित अल्मलिएर बस्न हुन्न क्या नानी। औ जान त जाऊ नानी, हात्तीले कतै न कतै स्वभाव चाहिँ देखाउन सक्छ है नानी, विचार गर। ल गएँ म। भाउजू दाउरा लिएर भित्र आउनुहोस्, खाना पकाउन ढिला भयो। काट्ने फुर्केर जोबन आयो फुर्केर, कसलाई दियो जोबन। आउँछ आउँछ जोबन हुर्केर चाहिँ गइसक्यो। होइन है बुढी के भन्छस् है, जम्मा एउटा छोरी त पाओ अहिले जोबन जान्छ त भने। उस्तै भएर अझै 2-4 छोरी छाउने विचार छ के अरे? हो म चाहिँदैन। भएको एउटा छोरीलाई त राम्रोसँग पढाउन सकेको छैन, हजुर चाहिँ फेरि अरू सोच्नुहुन्छ। घरको स्थिति हेर्नु न कस्तो छ। उस्तै पऱ्यो हामी दुईजनालाई खान त पुग्दैन, 2-4वटा छोराछोरीलाई कसरी पाल्नु? 1-2टा बच्चा भए काफी हुन्छ। मलाई त यस्तै ताल परे एउटै भए ठिक लाग्छ। ए चुप लाग, सुन बरु अब यो मकै भात हेरेपछि चाहिँ चट्ट लाएर अर्को बालीमा चाहिँ टमाटर खेती गर्नुपर्छ। तल्लोहरूको बिरेदाले जस्तै टनेल बनाएर टमाटर बेचेर टन्न पैसा कमाउने अब। कुरा त एकदम मिठो गर्नुभयो नि बुढा। यत्रो पैसा त हामीसँग छैन, कसले दिन्छ र हामीलाई पैसा? ल बुढी आँट गर्नु पर्यो क्या, आँट गर्नु पर्यो। ऋण त जसले पनि दिन्छन् नि, त्यो अलिकति ब्याज ठटाउँथ्यो नि, त्यसै दिने होइन क्या अरे तिनीहरूले। बेला नि नर्दोस् काकाले। अस्ति सीतादीले 30-40 हजार माग्नु जाँदा त दिएनन्। अलिक पछि रामे गएको थिएछ 1 लाख रुपियाँ ऋण लिनलाई, 36% ब्याजले ठटाएछ नि त बुढोले त। हेर सम्झना, पैसा भन्ने कुरो फ्याट्ट हातमा हुने कुरा हो र? सीता भाउजू जाँदाखेरि थिएन होला दिएन, रामे जाँदाखेरि थियो होला दियो, के बिग्रियो त? ऋण लागोस् दिन नलागोस् भन्छन्, आफूलाई त ऋणको नाम सुन्ने बित्तिकै डर लाग्छ। के भयो बुढी? हजुरले नसुन्नु न, खुट्टा छुनु हुँदैन, पाप लाग्छ भन्छ। यस्तो बेला पाप र धर्म हुन्छ त, बस त। खुट्टा त भाउजू ए भाउजू के भयो, किन डलाइराख्नु भएको? खाना पकाउनु पर्दैन? आउनु चाँडो आउनु। जय शम्भो। ल बाबा, भोलि तरकारी ल्याइदिएको छु। अहिले म फर्किँदाखेरि यो भाडो लिएर जान्छु है त। बालक, यो गाउँमा दया माया गर्ने भनेको तिमी नै छौ। तिमीलाई कसैले केही गर्नु नसकोस्। जय भैरव। ल ल बाबा, यो गाउँमा म हुन्छु, चिन्ता लिनु पर्दैन। ल ल बाबा, यो खाना खाएर यो भाडा राख्नु, म फर्किँदाखेरि लिएर जान्छु है त। नमस्कार चुलबुली काकी। नमस्ते दम्बु बाबुको। नमस्ते। टाढै हो? होइन, मेरो एउटा साथी भेट्न थियो, त्यही भएर भेटेर आएको। अनि काकी चाहिँ? म
म चाहिँ त्यहाँ आमासम्मको बैठक थियो त्यहाँबाट पैसा निकालेर उता सरकारीमा हालिदिउँ भनेर हिँडेको बाबु। ए ल काकी बाटोमै भेट भइगयो अलि हतार पनि छ पछि ए हस् हस् बाबु हस्। बाबुजी किन गर्छन् तिनीहरू हेर्दै डरलाग्दो थियो अनि के दिएर गयो सबै तिमी जस्तो कहाँ हुन्छ र बालक उनीहरूले दिन आएको होइनन् उल्टो माग्न आएको के माग्दा भगवानको प्रसाद आफू त खाँदैन कहाँबाट दिनु ए भगवानको प्रसाद माग्न आएर छन् ए ल ल म पनि लागेँ बाबुजी है त नमस्कार हजुर नमस्कार। टाढा निस्किन लाग्नुभयो? होइन म यसो भोजनका लागि निस्किन लागेको नि। हजुरसँग एउटा सानो काम थियो। बसेरै कुराकानी गरौँ न म भित्र गएर आइहाल्छु नि। हुन्छ हुन्छ। ए श्रीमान विदेश गएको 1 महिना भएको छैन। आफूभन्दा कान्छो पुजारीसँग इलो इलो त्यो ससुरो गतिलो भए पो बुहारी पनि गतिलो हुन्थ्यो र। के काम थियो होला हजुर? घरमा अलिक अशान्ति थियो गुरु, यसो सायद देखलिन्छ भनेर हेर्न आएको थिएँ। घरमा अशान्ति मच्चिनु भनेको ग्रह दशाले पनि हुन सक्छ, त्यसैले ग्रह दशाको पूजा गर्दा उत्तम हुन्छ। मलाई पनि त्यस्तै लागिरहेको गुरुबा। घरमा गरा दशा बिग्रेर हो कि सधैँ झगडा मात्रै हुन्छ हाम्रो घरमा, त्यही भएर सायद राम्रो निकालिदिनुहोस् न गुरुबा। अहिले साउनको महिना शिवजीको पूजा गर्दा ठिक हुन्छ, त्यसैमा ग्रह शान्ति पनि गर्दा भइहाल्छ नि। ल म सायद हेरिहाल्छु नि। ल ठिक सायद निस्क्यो हजुर। अहिले साउनको महिना 28 गते बिहिबार राम्रो सायद रहेको छ। ए त्यसो भए पूजाको सामान के चाहिन्छ गुरुबा? मलाई लेखेर दिनु होला, म लिएर आउँछु नि त। ओहो बिरे बाबु, के गोलभेडालाई माटो उकेर दिँदै? एहे काका नमस्कार। नमस्कार नमस्कार। अनि काका तपाईँ गएर आउनु भएको कि जाँदै गर्नु भएको? यहाँ एउटा सानो काम थियो, त्यतै जान लागेको। ए काका अनि शङ्कर दाइ पनि विदेश जानुभएछ नि त है? गयो नि, के गर्नु, मैले त भनेको नि यी बिरे बाबु जस्तै यसो तरकारी खेती गर्नु, गोलभेडा लाउनु भनेको मानेन। उता पनि राम्रै होला नि त काका। खै बिरे बाबु, ढाड पछाडिको मैल कसले देख्छ र? अब अर्का देशमा जे जस्तो भए पनि आफ्नै देशमा आफ्नै चाहिँ कर्मभूमिमा यही माटोमा खनी खोर्सी गराए भए हुन्थ्यो। पटक्कै मानेन त्यसले। उता पनि राम्रो हुन्छ भनेर त जानुभएको होला नि, के भयो चिन्ता गर्नु पर्दैन। खै बाबु यस्तै छ, अब के गर्नु। ल बिरे बाबु, मेरो त्यहाँ अलिकति काम नै बाँकी छ, म चाहिँ लागेँ है त। होइन तरकारी अलिअलि थियो, यसो लिएर जानुहुन्छ कि काका?
होइन होइन बाबु तरकारी घरमै छ पर्यो भने आउँला नि यी नजिक छ के भएर ल गए बाबु हुन्छ हुन्छ कसलाई फोन गरेर तिम्रो फोन त व्यस्त थियो त कहाँ थियो तिम्रो नि त फोन व्यस्त थियो नि म त तिमीलाई गरिरहेको थिएँ नि मैले नि तिमीलाई नै गरिरहेको थिएँ आउँदा आउँदै ढिला भएर न घरमा जहिले त्यही हो अनि उरु तिम्रो हालखबर के छ आजभोलि भेटघाट धेरै कम छ नि के हुनु घरबाट ड्याडीले कतै जानै दिसिन्न तिमीलाई त थाहा छँदैछ नि त्यस्तो कडा हुनुहुन्छ है ससुरबा निकै कडा हुने हो ल ठिकै छ केही छैन अनि अरू सुनाऊ तिम्रो हालखबर हेलो ए म यहाँ साथीकोमा एक्जामको लागि नोटबुक लिन आएको थिएँ कि म आइहालेँ अब मम्मीले फोन गरेछ हेर फोन पनि गरिसक्छु जाऊँ ल आगो एकैछिन त भएको छैन एकैछिन त रुक न ए तिमीलाई थाहा छ नि मामुको बानी कस्तो छ घरमा कति धेरै काम छ मैले त तिमीलाई भेट्नलाई भने मात्र 10 थरी बहाना बनाएर आएको यो झप्पडेले मसँग निकै फुर्ती लाएर कुरा गर्थ्यो आज यसको छोरीको करामत राम्रोसँग हेर्ने मौका पाएँ पक यसको रिस म काहीँ न काहीँ पोख्छु तिमी र म त छँदैछौँ नि पछि भेटौँला नि हुँदैन र ल म बुझ्छु ल जाऊ बाइ बाइ बा ए बा न बच्चा किन बोलाउँछ यो के कोठमा जानला खोपमा जानु ए भाइरस हटाउनु पर्यो के हजुरबा भाइरस हजुर अब मैले त त्यही बेला हटाउने भने त नि मलाई तिमीहरूले सपोर्टै गरेनौ सहयोगै गरेनौ होइन हामीले के सहयोग गर्नु पर्यो बुवालाई त्यही झप्पडे भाइरसलाई हटाउनलाई सहयोग गर्नु पर्यो भने नि मेरो त कुरै सुन्दैन तिमीहरू बाबु कहाँ त्यो भाइरस कुरा गर्दा मैले कोरोना भाइरसको खोप लाउनु जाउँ भने त ए जान्न त्यो कोरोनाको भेरेनाकै सेरेना हो त्यो जोमसुङ सोमसुङ अस्ति उहाँ श्यामले लाएर आएको उहाँ रगत जाम भएर अहिलेसम्म हिँडेको छैन जान्न म त त्यो होइन कि अब अर्को अहिले नयाँ आएको छ त त्यसले अलिक ठिक भएको छ भन्ने सुनेको थियो कि त्यही भएर हामी बेलैमा जानुपर्छ भन्ने कारण त्यो हो त ए त्यो भेरोसेल हो कि सेरोसेल हो त्यही हो त्यो भए चाहिँ सोच्नु पर्ला होइन भने त्यो जोमसुङ कि सोमसुङ म त्यो चाहिँ लाउँदिनँ है म अझ ऊ पनि ढिलो आएछ आज स्कुलबाट आज के थियो त्यो सम्झाउनु नि त अनि ए अनि त्यही भएर कपडा सपडा लगाएर हामी उतै बास बसेर आनन्द लाउनुपर्छ यत्रो भिडभाड छ अनि कपडा चाहिँ किन बोक्या त त्यहाँ सुत्नु पर्यो नि त बा ए त्यतै सुत्ने त्यतै अनि भोलि बिहानै उठेर लाउने ए के थाहा मलाई अहिले प्रश्न भन्ने तैँले अनि भनेको त बुझ्दैन खालि करा मात्रै गर्छ होइन यसरी प्रश्न पारेर बुझ्नु पर्यो नि ल जाउँ ल मेरो तर्फबाट पनि पुगेको छैन पल्लो घरमा खबर गरिदिन्छ है बा जान्ने हुँदै रहेछ तिनीहरूको सन्तानले किन खबर गर्नु पर्यो चुलाएर यहाँ थचाइरह नि बुवा पल्लो घरको झपटे काकालाई पनि खबर गरिदिनु न मैले अहिले भने होइन अरू सबैलाई खबर गर्नु त्यो झप्पडेको सन्तानलाई खबर नगर्नु भनेर त्यही कुरो दोहोऱ्याउँछ बा भनियो नै मैले भनेको छु यहाँ चुलाएर थचारिरहनु त्यो होम के छ गरेर हजुर हजुर ए हो र हजुर हेत तेरि हजुर तपाईँ भएको त्यत्तिको लागि त हो नि हजुर नआयो भने ए भोलि 10 बजे हजुर ए हुन्छ ल आमु हजुर खाना पाक्यो तरकारी के पकाउनु हेत तेरि खानाकै चिन्ता छ सुन भोलि 10 बजे त्यहाँ खोप लाउने कार्यक्रम छ अरे त्यहाँ जानु पर्यो हामी 3 जना भएर तर सुन त छोरी तेरो त साथी हो कि होइन त त्यो अकबरेको छोरी हो कि नातिनी तिनीहरूलाई भन्ने होइन नि फेरि हामी खुसुक्क गएर खोप लाएर आइहाल्नुपर्छ मैले त्यहाँ कुरा मिलाएको छु बाबा हजुर यस्तो विश्वभरि महामारी फैलिरहेको बेलामा चाहिँ अझै पनि तछाड मछाड गर्न पुगेको छैन है हो भने के को तछाड मछाड नि सबैलाई भन्ने हो त्यो अकबरेको खलकलाई भन्ने हो तिनीहरू मरे मरुन् हामीलाई के स्वाद मैले त जति सम्झाए नि लाग्दैन हजुर नै सम्झाइछु मामु के सम्झाउने मैले भने सुन्नु पर्यो नि तिम्रो बाउले
मैले कसैको कुरा सुन्नेवाला छैन। सबैको कुरा गर तिमीहरूलाई कहिले फेरि तिमीलाई लान्न नि फेरि। यो अगाडिको कुरो सुनेपछि मेरो यो कञ्चनको रौँ तातेर आउँछ। पारा मेरो पनि तातिन्छ। यसो समाजमा मिलेर बस्छु भन्ने त छैन। सम्झ त तेरो यो बाबालाई त के छ हजुर चुप लाग्छ। त्यस्तो 100 जनाको लाइन मिचेर अगाडि गएर पावर लगाएर खोप लगाउनु भन्दा त बरु म त लाइन बसेर घाममा टट्टिएर गएर खोप लगाउँछु। यसोकै म त तिमीलाई भोलि नलाग्न सक्छु। हजुरलाई यति पनि थाहा छैन अहिले विश्वभरि यस्तो महामारी चलिरहेछ। आफू बचाऊ, अरूलाई पनि बचाऊ, समाज बचाऊ, विश्व बचाऊ, यति पनि थाहा छैन हजुरलाई? हो भने आफूले यसो चेतना फैलाउने, यसो शिक्षा दीक्षा दिने गर्नु त कहाँ हो? कहाँ उल्टै डन पल्टेर पावर हातमा लिएर हिँड्ने, भयभरको काम बिगार्ने, केही सधैँ काम गर्छिन। मलाई त ड्याडी भन्न नि लाज लाग्छ। जोसुकै मरे लास्टमा एक्लै बात त पाएन हुन्छ मलाई त। के भनेर साथी लाग्छ त? जति भने नि साथी लाग्दैन। गई म त जेसु गर्छ माउ भन्दा चल्लाबाठी हुँदै रहेछ। तँलाई मैले पहिले भने होइन छोरीलाई सरकारी स्कुलमा हाल अलि जान्ने हो नि बाबु माथि टाउका टेक्स छन् मलाई देखिस्। राम्रै कुरा त गइहाल्ने पढेको बच्चा हो। धेरै नबोल तेरो दस झार्नु मैले फेरि बढी बोल्दिरहेछ। झार्छ दात हेरौँ न हामी पनि। अहिले गनेर बस्निस् फेरि हाँस्दा पनि हाँस्न पर्ला फेरि। कसरी हाँस्ने त यसरी नाच्ने? झन् समाजमा मिलेर बस्नुपर्छ। बुढा भनेको झन् यस्तै यस्तै कुरा गर्छ। यस्तोसँग के कुरा गर्नु गएँ म त। जा 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 तँ घर केही लाछरबाट लाउनेवाला छैन म। झन् आफ्नो घरको झन् पहिला सुरक्षित राखौँला भनेको लाइनमा बसेर सुइलाउँछु भन्दा राखेर मरे मर। म त अरू मरे पनि म त बाँच्नुपर्छ। तिमीलाई छोडेर भए पनि अर्को बिहे गर्नुपर्छ कि क्या हो? आज पारी गाउँतिर केटी हेर्न जानुपर्छ कि के कसो हो? त्यो अगाडिलाई पनि नदेखाइ भएको छैन। हेलो हजुर के गर्दैछ तिमीले? हजुरको फोन कुरेर बसिरहेको छु नि। अहिलेसम्म हो नि। खाना खायो? खाएँ त। हजुरले खानुभयो? छैन नि अब बल्ल त यहाँ ड्युटीमा आएको अब एकछिन जानु भयो। अनि घरतिर सबै सन्चै हुनुहुन्छ नि मम्मी बुवालाई? सन्चै हुनुहुन्छ। मम्मी बुवा सबैजना सन्चै हुनुहुन्छ। अनि भैरे के छ भैरे बारेमा? उहाँको पनि ठिकै छ। अनि बिहार मेरो माया कतिको लाग्छ नि? कति याद आउँछ नि हजुरको त। खै त कहिले यसो मिसकल हालेको देख्दिनँ। पैसा त हुँदैन मसँग। मेरो बुढोलाई पैसा मैले यतैबाट हालिदिनु पर्छ। अब हजुरले नहालिदिएर कसले हालिदिन्छ त? ल बुढी म अब छिट्टै फर्केर आउँछु। अब आयो भने त अब छोरीको छँदैछ। अब एउटा छोराकै सुधार गर्नु पऱ्यो है। हजुरलाई पनि कतिवटा छोराछोरी चाहिएको? धेरै होइन अब एउटा भयो पुग्छ कि। म त त्यही छोरीमा ठिक छु। ए हो र? त्यो भन त तिहारै तिमीलाई के ल्याइदिनु? हजुरलाई जे मनपर्छ त्यतै ल्याइदिनु न। ए हो र? हजुर मेरो लागि भन त अब यसो सोच्यो भने त पुरै यहाँको सहरी लिएर आउँ जस्तो लाग्छ। तर मेरो बिहारीको लागि म एउटा राम्रो चिनो लगाउँछु ल। हस् ओके ल म ड्युटीमा छु पछि कल गर्छु ल। हजुर हस् कल गरिराख्नु नि। ए हुन्छ नि बिहारी ल घरमा ख्याल राख्नु है अब गर्दा। हजुर हस् हस् हस्। नमस्कार काका। नमस्कार नमस्कार। अब यस्तो जेपिटी झारपात मान्छेलाई नमस्कार गर्नु होइन क्या। घरबाट राम्रो साइज बनाएर हिँडे मान्छे यस्तालाई नमस्कार गर्ने हो? अझ नमस्कार फिर्ता गर्न मिल्दैन। अनि बिरे तैँले सुइलाइस् त? कहाँ लाउनु काका? त्यत्रो लाइन बस्नु पर्ने रहेछ काका। यस्तो लाइन चाहिँ भिड परमा त त्यतिकै फर्केन काका। तैँले पनि कस्तो कुरा गर्छ? गतिलो मान्छेको सङ्गत गरेर बेलैमा लाउँथिस्। कोही मान्छे रातभरि बसेर मच्छरले आफ्नो खुन खुवाएर पट्यापट्या मारेको थियो अरे आफू त आधी घन्टा सुइलाएर पनि आइयो। कम दुख्या छ यहाँ अया सुनै राखेन। पाखुरो त स्वाटै तलै झर्नुपर्ने भन्दैन। यस्ता खालका अपराधीहरूलाई के गर्नु? गाउँमा यत्रा चाहिँ वयोवृद्ध छन्, अशक्त छन्, तिनीहरूलाई सेवा सुविधा दिनुपर्ने हो। एकल फोन गरेको भरमा त्यो सुइलाएर आउने मान्छे त अपराधी हुन् क्या। अपराधी भन्ने फेरि कस्तो स्यालहरूसित हिँड्या त? इज्जतिलो मान्छेसँग सङ्गत गर्नु पर्ने त। अब कसको कति इज्जत भने त प्रष्ट थाहा छ नि मलाई। अब के गर्नु? हेर्ने आँखा यही हो। बाटातिर एकदम त्यो साँडे छोरे साँडे जस्तै गरेर बगालेर हिँड्न त आँखैले देखाएको छ नि कसैको छोरीहरू। हेर बिरे कोहीको बुहारीहरू छोरो गएको 2 महिना भएन विदेश। आफूभन्दा 10 वर्ष कान्छो केटासित इलु इलु गरेको यही आँखाले देख्न पर्ने। ओए हेर बिरे मेरो छोरो
विदेश गएको 3 हप्ता भएको छैन, जतो पाए उतै कुरा काट्न मिल्दैन, आँखाले देखेर प्रमाण चाहिन्छ भनेर भन्दै ए बिरे, यही आँखाले देख्दिन भन्दा पनि इलुइलोको देख्न पर्ने यही आँखाले कतै यसलाई सबै भन्न पर्ने रे। ओए कहिले देखे, कति देखे, कति बजी देखे, त्यो सबै भन्नुपर्छ भन्दै ए बिरे, कसैलाई भन्ने मैले ठेका ल्याछु भनेर भन्दै यस्ता स्यालरको सङ्गत गरेर जीवन कहिले उलाइन, बुझिस्? हेर बिरे, यस्ता हात्तीको कुरा सुन्यो भने दिमाग बिग्रिन्छ। हिँड, म त अनुहार हेर मन छैन। ल बिरे, परेन भनेस् है, म एकल फोनमा गरिदिन्छु। पर्दैन, फोन सुन गर्न पर्दैन यस्ता अपराधीलाई। जय भैरव बाबाजी। भन बालक। म बालक अनि हजुर चाहिँ वृद्ध? वृद्ध होइन, मलाई बाबाजी भन बालक। म पनि विशाल हो, बालक होइन बाबा। विशाल बालक? फेरि बालक भन्नुभयो। म विशाल हो के बाबाजी? तिमी पहिला बालक थियो, त्यही बालक नै विशाल भयो। गर्छौ भने भिक्षादान गर बालक, नत्र फाल्टु कुरा नगर बालक। म विशेष कामको लागि जाँदैछु बाबा। मेरो काम राम्रो भयो नि फर्केर आएर हजुरलाई दान गर्छु म, है त। अहिले म लाग्छु। जय बाबाजी। कल्याण होस्। जय भैरव। ओए तेरो छोरी खै? मामा घर गएको छे। ए म आउने थाहा पाएर त मामा घर भागिसकि। आज त्यसले गर्दा मेरो नाकै काट्यो। नाक काट्यो रे? नाक त त्यही छ त। धेरै नबोलै, अहिले तेरो जिब्रो सिब्रो थुतेर कुकुरलाई दिउँला नि फेरि। कुकुरले त जिब्रो खान छोडिसक्यो रे। धेरै नबोलै, छोरी गरिस् त माथि पोख्नु पर्ला नि फेरि। जहाँ पोख्नु पोख्नु, यहाँ चाहिँ नपोख्नु। म्याथ बिग्रिन्छ, भर्खर मैले पुछेर राखेँ। धेरै नबोलै, खलिसले उल्टी हातले। अस्ति भयो त्यही हान्न सुइहाल्यो होइन। धेरैमा हात माथि नपोख्ने, अलि तल तल। तल तल? धेरै नबोलै, अहिले जालिस बाहिर फेरि। म किन बाहिर जानु पर्यो? म यहाँ खाना बनाएछु, तपाईँ जानु न बाहिर। ए तैँले खाना पो बनाएको? ठिक छ, बाँकी बोलाएस् नि फेरि। छोरी त आउनु हुँदैन, त्यसको दाँत नझाडेसम्म त कहाँ छोड्छ? अस्ति तेरो खोजे थिएँ, अब तेरो छोरीको दाँत हालिदियो। खुब पुलपुलाई थिइस् नि सरकारीमा हाल भने आएन मैले पहिले तँलाई भनेको त कहिले मान्थिस् र? आज त्यही कारणले गर्दा आज हेर त मेरो बेइज्जत भयो, नाक काटियो। नाक त त्यही छ त, कहाँ काट्यो त? अझ छोरी बोल्छ, बढी बोल्दै रहेछ। आज त्यो तोरी लाउरेले मलाई बेइज्जत गरेर बाटा। त्यसलाई म जान्छु। जानु जानु। यहाँका सन्तानलाई मैले जति भने पनि लाग्दैन। छोरो एकातिर बट्टारिनी, नातिनी अर्कोतिर बट्टारिनी। अब छोरी आफ्नै तालमा, उहाँ घर भाँडा माझ्दै गरेर बसेको आनन्दले कानमा तेल हाले बसिरहेको त्यसलाई। हुन्छ के त्यो त नआए नि हुन्छ आएपछि भन्न सुरु गरिहाल्छ। बाहिर गाउँ डुलेर हो के अरे, अहिले के भएको छ भित्र बरबरै राख्नु भएको छ एक्लै। ओ सुजी, हजुर के पढ्दैछस्? हजुर। ठिक छ, आफू पढ्नु राम्रो हो, तर अर्काले चाहिँ नपढा, मैले भनिदिएको छु। के भन्नुभयो हजुरबा? के भन्नुभयो अरे? झन् जुन कुरो नभनाइ नातिनी भनेर भन्यो, त्यही कुरो चाहिँ पुरुक 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 उफ्रिँदै गर। पहिले भन्नुपर्छ तँलाई। मैले कसैलाई नि केही भनेको छैन। किन भन्दिनसी? अस्ति भर्खर हामी चाहिँ सुई लाउनु गएको बेला मेरो त उमेर पुगेको छैन, म त भनियो भनेर गर भने होइन? हामीलाई थाहा छैन त्यो कुरो? हुँदैन त बुढा, हुँदैन। के भयो त, लाउन न त उनीहरूले नि। ए लाउन रे, अझ उल्टै हामी चाहिँ ऐलो दिनै ओड्नी ओछ्याउने पुरै बोकेर रात बसेर अनि भोलिपल्ट बेलुका सुई लाएर आउने। ऊ चाहिँ एकल फोन गरेर भरमा गएर सुई लाएर आउने। अहिले मलाई बाटा भेटेर हातै दुख्यो, 1 घन्टा सुई लाएर आएको, हातै दुख्यो भने मलाई स्याही लाउँदै थियो। अनि मैले त भने होइन गएर हजुरबा, अब कहाँबाट थाहा पाउँछन् त मैले पो अन्त? कहाँबाट थाहा पाउँछन्? अनि तेरो त्यो आवारा दाइ कहाँ मर्यो नि भइदिए? खोइ बाहिर जानु भयो होला, आउनुहुन्छ होला। घरमा एकछिन बास हुनु पर्यो नि त्यसको त। आइहाल्नुहुन्छ नि, अहिले कति कराउनु भयो के बुवा? कराउनु बाती बनासी कराउनु परेन यहाँ। मर्यो के भयो बा? सधैँ कराउनु मात्रै हुन्छ? शान्तिले चुप लागेर बस्नु न तपाईँ। मलाई पनि शान्तिसँग बस्नु मन छैन।
होइन यसलाई जुन कुरो नभन्नु भने त्यही कुरो चाहिँ पहिले गएर भन्नुपर्छ यसले। मैले त केही नि भने छैन है अङ्कल। कसले के भन्यो कहाँ भन्यो कस्तो कुरो पनि म त कस्तो कन्फ्युज बनाएँ के भएको आखिर भएको चाहिँ के भयो? होइन हामी चाहिँ अहिले दिने ओन्नी ओछ्याउनी लिएर गएर रातै बसेर च्यापिएर लाइनमा खोप्लाएर आउने त्यो चाहिँ एकैकाल फोनमा खोप्लाएर आएर यहाँ फुर्ती लाउने यहाँ पाखुरो यसो गरेर स्याइ लाउँदै हिँड्दै मलाई। यसो विश्व महामारी फैलिएको बेला के हामी मात्रै बाँच्नुपर्छ भन्ने छ र? तपाईँ कस्तो सोच भएको मान्छे के? होइन हाम्रो खलकलाई चाहिँ किन पैताला माटो टिपेर त्यसले खेदो गर्छ? खै त्यो झपडे काकाले अहिलेसम्म त्यस्तो गरेको त देखिँदैन। तपाईँ मात्रै उहाँमाथि खनाको मात्रै देख्छु म त। खै के हो केही बुझ्नुहोस् पाएन। त अब गुरो गोबरलाई के थाहा हुन्थ्यो? सबै कुरो मलाई थाहा छ क्या। त्यसले कति गरेछ कति हेप्या छ हामीलाई, हाम्रो प्रगति उन्नतिमा कति त्यो चाहिँ आँखा तरै हेर्छ त्यसले। मलाई मात्रै थाहा छ क्या, तँलाई के थाहा छ यता कुराहरू? गोबरलाई हुँदिन त हुँदिन बुवा, छोडिदिनु गरोस् न त उसले। बर्ता बर्ता गरे तेरो मुखसुको लुसेर मिर्काइदिन्छु म। यस्तो कुरो देखेपछि मेरो दिमाग तातेर आउँछ। होइन है बा, तपाईँ कति छुचाउनु भयो भन्नुहोस्। मर्ने बेलामा यस्तो बोलेर हुन्छ भने कमसेकम गाउँतिर त मिलेर बस्नु न यार। के कुरा गरे होला यसले? मैले अर्का घरको भलाइको कुरा गरेको छु, हाम्रो आफ्नै घरको भलाइको कुरा गरे होइन। भोलि मेरो सेखा पचाइ पनि तँलाई त्यसै गरी यस्तै गरी व्यवहार गर्छ त्यसले। थाहा छैन त्यसको स्वभाव मलाई? कुरा गर्दो छ बुझ्नु छैन? बाउले के को लागि भन्यो अलिकति दिमागमा खुल्ला दिमागले सोचे पो हुन्थ्यो। खालि गाउँ गाउँ हिँडेछ, केटाहरू जम्मा गरेछ, उल्लन्दो कुरा गर्दै हिँडेछ। हजुर बा छोडिदिनुहोस् यो कुरा। हिजो अनलाइन पढ्दा झ्याप्प बत्ती गइरह्यो। के अर्थ त? मैले लाइन हातमा लिएर हिँडेँ छैन अरे। बा छोडिदिनुहोस्। मैले के सोचेको छ भने अब यसो हाम्रो बहिनी पनि क्लास सिधेर बसिरहेछ, 4-5 जना यसो भेला पारेर अनलाइन क्लास लिने हो कि बरु म त्यसको लागि गाउँपालिकामा कुरो गर्नु जान्छु। मेरो नाम मात्रै होइन दाइ, त्यो तल्लो घरको उरेको पनि नाम लेख्न है। अरू सबैको नाम लि, त्यो उरेको नाम नलिए। मैले भनेको छु जतिखेर पनि उरे 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 कति उरेको नाम मात्रै जप्या। आफ्नो घरको भलाइको लागि कुरा गर्नु त कता कता उरे भनेछ उरे भनेछ। रिस उठ्दो। बा पनि कहिले कुरो भने तिम्रो भित्र जाऊ ल। ल बा म गाउँपालिकाको मिटिङसम्म गएर आउँछु। ओइ यहाँ सुन, यहाँ जे कुरा भए पनि त्यो उरेको नाम चाहिँ लेख्ने होइन नि। फेरि तँ भने जान्ने बुझ्ने मान्छे होस्, विचार गर। बा पनि कहिले नबुझ्दै भन त भनि नि के गर्नु? त्यहाँ खुसीको नाम लेख्ने बेर छैन। के गर्नु? यो घरको भलाइको लागि मैले जति गरे पनि हुँदैन क्या। म त दिकवाक भइसक्यो नि यहाँ। के गर्नु? म त जान पर्यो नि। यसले फेरि के गर्छ? म त यता र जानु। खाली पेटमा कति ध्यान गरेको बाबाजी? बाबाजीको काम भनेकै ध्यान गर्ने हो बालक। कसैले खाना बोकेर आनन् बाबाजी? यो ठाउँमा भैरे भन्दा को आउँछ र बालक? भैरे भनेपछि यो शङ्करको याद आउँछ। आजभन्दा 10 वर्ष पहिलेको हिसाब किताब चुक्ता गर्नुपर्ने छ। हजुर मालिक, शिकारी बाघले एउटा गौडा कुद्दा शिकार फेला परेन भने अर्को गौडो कुद्नुपर्छ। चित्रे सुन, हजुर मालिक, त्यो शङ्करको घरको एकजना सदस्यलाई शिकार बनाएर आइजा। जा। हजुर मालिक। चित्रेको ठाउँमा म जाउँ मालिक? तँबाट सम्भव छैन। शुभ कार्यमा ढिलो नगर। जा, काम फत्ते गरेर आइजा। हस् मालिक। अब आउँछ असली मजा। बाघ चालको गोटी त कसरी चाल्नुपर्छ त्यो सबैले थाहा छ। अब म चलाउँछु बाघको चाल।
जय भोले त्यो भैरे बालकको रक्षा गर। वीर दाई ए त आइस आए दाई खोइ त बुवामा उता घरतिर हुनुहुन्छ होला। अब घर छोडेर गएपछि एकचोटि फोन गरे होइन आमा बाउ सुताएर पिर गरिरहेको छ। के गर्नु दाई घरबाट गएपछि मोबाइल पनि हरायो अनि भनेको जस्तो काम पनि पाएन त्यसरी फर्केर आयो दाई। त्यही त जाँदाखेरिमा बुवा आमालाई चाहिँ सरसल्लाह गरेर चाहिँ खुसी पारेर हिँडे पो राम्रो हुन्छ त। अब त्यत्तिकै हिँडेर गइहालिस्। मबाट गल्ती भयो दाई। अब तपाईँसँग तरकारी खेती गर्न चाहन्छु। ल अब यसो बाबामा उतै होला यसो त्यहाँ खाजाहरू यसो छ यसो खाएर बसिरह म यसो काम गरेर चाहिँ आउँछु है। ओहो काकी नमस्कार, कता पुगेर आउनुभयो? नमस्ते रन्जु, म यही बजारसम्म गएर आएको। तिमी कहाँ जान लाग्यो नि? म त यही त हो नि काकी, गाउँघरमा त्यही चेतनाको कुराहरू सुनाउँदै हिँड्ने हो। अब भने बेलामा गाउँमा फोन पनि लाग्दैन, नगरपालिकामा मिटिङ थियो त्यही खबर गरौँ कि भनेर आएँ। ए हो त नि है, अहिले बत्ती पनि झ्यापा झ्यापा जान्छ, बच्चाहरूको अनलाइन क्लास पनि डिस्टर्ब भइरहेछ यो बत्ती गएर। त्यही हो काकी। ल म जान्छु, अलिकति हतार पनि छ। होइन बसेर चिया जाऊँ न। होइन होइन काकी, फेरि खाउँला नि है। ए हस् हस्। चित्रे दाई मेरो बाटो किन छेक्नु बा? ए मैले बाटो नै पो छेके। खोइ सलाइले छैन मसँग सलाई सलाई। लाइटर भन्नुहुन्छ? लाइटर पनि छैन। मास्क छ? मास्क साक्स पनि छैन, केही पनि छैन मसँग। केही न के त होला नि बिमारी। नछुन है चित्रे दाई मलाई। नछुन है चित्रे दाई भने। मलाई लाज लाग्दैन आफ्नो गाउँको दिदीबहिनीलाई छुनलाई, छोड्नु। एकछिन कुरा गरौँ न। आज त बच्चिस कुनै दिन मेरै शिकार त नि। मिस नमस्ते। नमस्ते बहिनी, कता जान लागेको? म त्यो पालिकासम्म जाउँ कि भनेर मिस। ए के थियो र पालिकामा? त्यही एउटा सानो काम थियो। हजुर। अनि त्यो हजुर नै पालिकातिर जनआउनुहोस् एकदम सजिलो हो। यो चाहिँ म अनलाइन क्लासको बारेमा चाहिँ यसो बुझाएको थिएँ कि अनि हजुरले पनि यसो अलिकति सिफारिस गरिदिनु पऱ्यो। अनि हजुर त झन् घर घरका दैलेमा जानुहुन्छ। हजुर। त्यहाँ पुग्दाखेरि पनि अलिकति रिक्वेस्ट गरिदिनु होला। अनि यो तिनवटा नाम चाहिँ एकदम फोकस गरेर उहाँलाई बताइदिनु पऱ्यो। अलिक सिफारिसहरू पनि झन् हामीलाई सहज हुन्छ। हुन्छ म कुरा गरौँ नि। हुन्छ हस् लगाउँ। काहीँ राम्रो छ काहीँ नराम्रो। ल सुजे पढ्दैछस्? ए अनि कहाँ गयो त तेरो अङ्कल तेरो फुपू कहाँ गए? बाबु त तलतिर जानुभएको होला। होइन हामीलाई ट्युसन पढाउने विषयमा हाम्रो फुपू अनि उर्मिला फुपू अनि तल्लो घरको त्यो रिता दिदीको नाम लेखेर गाउँपालिका मिटिङमा जानुपर्छ। तेरिका त्यत्रो मैले भन्दा भन्दै भालुलाई पुराण सुना जतिकै भयो। मैले झन् अरू सबैको नाम सिफारिस गर, त्यो उरेको नाम सिफारिस नगर भनेको भालुलाई पुराण सुना त झन् त्यसकै नाम सिफारिस गरेर चाहिँ जति भने पनि नलाग्ने। छोडिदिनु न हजुरबा, कति खेतो खानुहुन्छ? होला के हो? बस बस सन्चो भन क्या के भयो तँलाई? सन्चो भन हो। नानी हात खुट्टा झमझम गरिरहेछ। के भयो तिमीलाई? सन्चो भएन कि क्या हो? के भयो त नानी भन्नु न। भाउजू यो कुरा म मम्मीदेखि बाहेक अरू कसैलाई पनि भन्न सक्दिनँ। के भन्छ यो? घरमा यत्रो परिवार छन्, उहाँ भदै छे, उता भाउजू, यहाँ म छु, मलाई पनि त भने हुन्छ नि। बिमला आइ झगडा बिउ। मम्मी पो आउनु भएको छ।
मम्मी के भयो बच्चा के भयो छोरो के भयो ल किन रोको छोरो के भयो आमा के भयो मेरो छोरो हैन के हुन्छ हौ 2-4 दिन मम्मी यसो कहीं हिँड्नै हुन्न हैन यहाँ घरमा यत्रो मेरो छोरीलाई कहिले रुवाएर राखेको ए मम्मी आइपुग्नु भयो त ढोकेर बोल्नु भाग्यमानी हुन हैन के भयो बहिनीलाई बहिनी त म आउने बित्तिकै काम त रुँदै गर्छ त होइन बहिनी त यहाँ घरबाट उहाँ गाउँपालिकाको मिटिङमा जान्छु भनेर गएको थिएँ रे झगडा बिउलिनु गएको कहाँ म झगडा बिउलिनु जानु भा म त गाउँपालिकाको मिटिङबाट आएको त फेरि आमा त आफ्नो घरमा त आइहाल्नुहुन्छ नि आफै फेरि जानुपर्ने तपाईँ हो के अरे तपाईँ नि यहाँ हुनुहुन्छ के भयो किन रुवाएको मेरो छोरीलाई के भयो बाबा के भयो भन्नु न के भयो खोइ थाहा छैन हामीलाई त भन्नुहुन्न मम्मीलाई भन्छु भन्नुहुन्छ जान्छु नि म त्यसलाई लिनलाई जसले यहाँ सानो कुरालाई पनि समाधान गर्न सक्दैन घरै ट्याकेर हिँड्छ त्यसलाई लिन जान्छु अब हिजोसम्म अलिअलि शान्ति होला होला त भएको थियो आजबाट सुरु हुने भयो अशान्ति के गर्नु होइन हजुरले मलाई किन जहिले पनि देखिसक्नुहुन्न हाम्रो पनि त घरमा छोरी छिन् नातिनी छिन् छोरी चेलीलाई बिहा गरेर परै घर पठाउँदाखेरि माइतीले छोरीको एउटा कर्तव्य पुरा गर्यो भन्ठान्छन् तर त्यही छोरी घरबाट बिग्रेर माइती आएर बसी भने भाउजू बुहारीको हेला हुन्छ त्यो छोरीले अनि मर्नु सिवाय अरू के सोध्छ त के अब म मरौँ त हजुर नै भन्नुहोस् म मरौँ मरे भइगयो नि अब इच्छाको मराइ राम्रो पनि भन्छन् मरे हुन्छ चुप लाग्नु शुभ इच्छाको मरण र बाध्यताको मरण दुवै फरक हुन् आमा भनेको छोरछोरीको लागि पुर्नेको जुन छोरी हो बुझ्नुभयो बा त्यही भएर त अहिलेसम्म तेरी आमाले यो घरमा औँसीको राज जस्तै बनाएर गएको छे होइन तैँले अहिलेसम्म यो घरमा पूर्णिमाको जुन भएको जस्तो महसुस गरेका छस् पुरा गर्छ यो पनि खुब बा तपाईँ यो घरको मुली हुनुहुन्छ बहिनीलाई के भएको छ सोधपुछ गर्नु कता न कता अझ आउने बित्तिकै आमालाई कराउनुहुन्छ आमा बहिनीले भित्र लगेर जानु होइन कति सहेर बस्ने कति सुन्ने तपाईँले कहिले मैले भनेको कुरा मान्नु भएको छ हेत्तेरीका उषा हेत्तेरीका अलिकति सानो स्वरले कुरा गर न मिलेर बस्नुपर्छ क्या घरमा कस्तो कुरा नबुझि होइन के को सानो स्वर के को मिलेर बस्ने वातावरण छ र यो घरमा म मिलेर बस्नु मलाई बस्नु छैन यो घरमा ए उषा मलाई बस्नु छैन त्यसो नगर न नगर के छ छिमेकी सबैजना छन् अहिले कुरा काट्छन् के नगर चुप ल होइन के को कुरा काट्छन् गाउँभरि कुरा त काटिसकेछन् नि यस्तो अलक्षिनालाई यहाँ घरभित्र भित्रको भएर यहाँ दुनियाँले कुरा काटेछन् मैले पो सुनेको छु त तपाईँले के सुन्नु भएको छ क्या त्यो कुरा छोड्दियो क्या अब मिलाएर फोन गर्नुपर्छ के हेत्तेरीका एउटा बुवाले मिलाएर राख्नु सक्दिनौ तिमी बुवा फुस्रो माया नदेखाए हुन्छ मलाई मैले सबै कुरा बुझेको छु तपाईँको फुस्रो मायाले म अडिनेवाला छैन बरु म एक्लै गएर बस्छु आनन्द हुन्छ बस्ने यही कुलचिनाले पकाएको खिच्नु बस्नु मलाई बस्नु छैन हेत्तेरीका भाइ तिनको कुरा केही कुरा मनमा नराख है मैले त यसलाई हर प्रयास गरेको हो तर के गर्नु कराउँछ तिमी यसको लागि नराम्रो भए पनि मेरो छोरा र मेरो लागि त तिमी लक्ष्मी बराबर छौ त्यसैले मनमा केही पनि नराख कसम भन बिमला ए बिमला छोरी उठ उठ खाना खानुपर्छ छोरी त्यसरी सुतेर हुँदैन उठ उठ अलिकति खाना खानुपर्छ नि खानै नखाइकन सुतेर हुन्छ त खाना खाने नखाने मम्मी अलिकति खाऊ तातो खाऊ न अलिकति तातो खानुपर्छ खानु मनै छैन म नखाने किन छोरी तातो खाएर सुत्यो भने अलिक सन्चो हुन्छ नि त के भयो छोरी के भयो मम्मी मलाई चित्रेले
चित्रेले मलाई त्यस्तो गर्यो। त्यो चित्रेले त्यहाँसम्म गर्ने हिम्मत गरेछ। नरो छोरी नरो, के गर्नु, गाउँमा छोरी चेलीले त इज्जत जोगाएर बस्नै गाह्रो हुने भयो। यस्तो भएपछि नरो, यो कुरा कसैलाई नि भन्नुहुन्न है छोरी, तिमी र म बाहेक यो कुरा कसैलाई थाहा हुनुहुन्न। यस्तो कुरा थाहा भयो भने त गाउँमा मेरो विजयतै हुन्छ। म कसरी मुख देखाएर हिँड्नु? थाहा हुँदैन छोरी, यो कुरा कसैलाई नि थाहा हुँदैन। म कसैलाई भन्दिनँ, तिमी पनि कसैलाई नभन है बाबा। मेरो छोरीलाई यतिसम्म गीतै नजर लाउन सक्ने त्यो असतीलाई, त्यो चित्रलाई त के गर्नु, अहिले भर्खरै गरेर चित्तरेर मार्नु जस्तो भइरहेछ। मलाई के गर्नु? अब खाना खानुपर्छ ल, ग्यास भए पनि खानुपर्छ तातो। हस् मेरो छोरीलाई यतिसम्म गीतले नजर लाउन सक्ने रहेछ। अब एकदमै सम्हाल्यो है, कसैलाई पनि केही पनि नभनिकन बस्ने। गाउँमा थाहा पायो भने नराम्रो हुन्छ है, हामीलाई नै नराम्रो भन्छन्, कसैले कुरा बुझ्दैनन् बाबा है। मम्मी छोरी जे भयो भने मम्मी छोरी मात्रै सल्लाह गर्ने अनि गर्ने। हस् के गर्नु, आफैले नगरी हुँदैन। यहाँ कसले गर्ने, मै मात्रै त देख्छन् नि यहाँ। उषा दिदी, उषा दिदी, जुनु बहिनी, हजुर आऊ न त भित्रै आऊ। हस् हस्, बिहान बिहानै आइछौ त आज तिमी त। दिदीको याद आयो नि, त्यही हो। अनि के छ, सन्चै छ? सन्चै छ। त्यही त दिदी आउनु भयो नि, 7-7 दिन भइसकेछ, भेटघाटै भएन। अनि म त अनि हजुरको न्यास लाएर अनि यसो भेटौँ कि भनेर अनि देवलाई च्यानै नदिकन आएको। हेर न बहिनी, म पनि तिम्रोमा आउँछु भनेको, यही त हो नि, घरको कामले फुर्सदै हुँदैन। आउँला आउँला भनेको आउनु पाएन। अनि साँच्ची धान रोपाइ सक्यो? धान रोपाइ त सिद्धियो, यो घरको काम भनेको त जति गरे नि सिद्धिँदैन। त्यस्तै हो, हामी आइमी मान्छेलाई त्यही त हो नि, जति गरे नि निक्लै गर्छ के काम पनि। हैरान लाग्छ कहिलेकाहीँ त मलाई। मलाई नै हैरान लाग्छ। अनि साँच्ची उरेले केही काम गर्न थाली? छैन नि दिदी, त्यही कामको टेन्सनले गर्दा मामा घर गएर बसेको थिएँ। खै के गर्ने बहिनी, म पनि साह्रै दिक्क लागिरहेछ। के भएर दिदी? हेर न बहिनी, म यत्रो समय माइती बसेर आउँदाखेरि यहाँ यत्रो घटना घटेछ, बाहिर भन्न नमिल्ने। के भयो त्यस्तो दिदी? के हुनु र, त्यो चित्रे छैन, त्यो चित्रेले हाम्रो बिमलालाई रेप गर्न खोजेछ। हो र? ल यो कुरा मलाई थाहै थिएन त। यो कुरा कसैलाई नभन है बहिनी। कहाँ भन्छु र दिदी म यस्तो कुराहरू? हामी छोरी चेलीको इज्जत जोगाउनु कति गाह्रो हुँदो रहेछ दिदी। हो नि बहिनी, यो राक्षसहरू बसेको ठाउँमा इज्जत जोगाउनु साह्रै गाह्रो हुँदो रहेछ। त्यही भएर हाम्रो छोरी बिमला त्यो दिनदेखि घरबाट बाहिर निक्लेकै छैन। अनि बहिनी, झपडी बाबुको पनि त्यो चित्रेसँग राम्रै छ क्यारे? हो भने हाम्रोलाई त जति भने नि हुँदैन। हो नि बहिनी, बिउ गुणाको फल सङ्गत गुणाको मान्छे भन्छन्। इज्जत माटोमा मिलिसकेपछि त्यो इज्जत फर्केर आउँदैन नि त बहिनी। हो दिदी हो, हाम्रो छोरीलाई पनि बाटोमा कसैले कुरा गरेर देखेछ त्यो विशालीसँग, त्यही भएर हजुरको देवरलाई गएर कुरा लगाइदिएछ। अनि घरमा आएर मलाई धेरै झपारे है, त्यही भएर अनि छोरी अहिले मामा घर गएको छ। के हुन लागिरहेछ बहिनी हाम्रो गाउँमा यो, म त केही बुझ्न सकेको छुइनँ। म त एकदमै बुझि नसक्ने भएको छु। भयो भयो दिदी, के भइरहेछ यो गाउँमा? गाउँलेको त कुरै नगर्नु, यति उचाल छन् कि। हो नि, यति उचाल छन् कि कुरै नगर। ल
लोग्नेले पाए लोग्नेले, स्वास्नीले पाए स्वास्नीले, कसैले यहाँ बाँकी राख्नेवाला छैन नि यहाँ। ल दिदी म त देउला चिया देखाइ म गएँ। बस न बस चिया खाएर जाऊ कि एक कप चिया खाएर जाऊ। गफै गफमा भुल्यो। हैन बिहोरै छैन क्या? छैन। हुँदा हुँदा लोग्नेले भ्यान भनेर स्वास्नीले सबै सुलसुली गरेर पठाउने। एउटी चाहिँ फेरि चिया खाएर जानु रे। खुवाएर पठाउनु नि चिया। हैन जाब एक कप चियामा पनि के साह्रो लोभी भएको है तपाईँ? ए जाब एक कप चिया खुवा न खुवा। सर्पलाई दुध खुवाई पाल। त्यसले विष ओकाले हाम्रै घरको लागि हो क्या रे। त्यही त तपाईँलाई खुब आउँछ नि को छिमेकी चाहिन्छ को चाहिँदैन भन्ने कुरा यो दिमागमा छैन। यी यस्तासँग के कुरा गरेर बस्नु है? कुरा गरे कुराकै दुःख। ए तेरै दिमागमा रहेछ नि के कुराहरू। तेलले कम गरेछ हाम्रो घरलाई। यो माइतमा हुँदाखेरि खेदो पाइलो गरेछ हाम्रो घरमा। के थाहा गोबरलाई? सबै कुरो मलाई थाहा छ नि यहाँ। उफ बिहान उठेर श्रीमानलाई चिया खुवाउनु पर्छ भन्ने कुरो यसलाई कहिल्यै थाहा भएन। जुनुमाया ए जुनुमाया ल्याएर बिहान हुन पाएको छैन। गाउँ डुल्न ठिक्क भइसकेको छ। अब यसको चिया कुरेर को बस्छ? जान पर्यो यसो गाउँतिर डुल्नलाई। ए भैरे बालक पो हो बाबुजी सन्चै हुनुहुन्छ? सन्चै छु बालक। यत्रो दिन कहाँ हराएको थियो बालक? म अलि सामाजिक काममा व्यस्त थिएँ बाबा, त्यही भएर आउनु पाएन। अनि ती अस्तिका हेर्दै डरलाग्दा गुन्डाहरू जस्ता मान्छे फेरि आएर दुःख त दिएको थिएन नि तपाईँलाई? तिनीहरू दिन होइन बालक, दिन आउने। म आशीर्वाद वचन बाहेक अरू केही दिन सक्दिनँ बालक। त्यही भएर तिनीहरू आएका छैनन् बालक। ल ठिक छ बाबा, अलिकति खानेकुरा ल्याइदिएको छु, यो खाँदै गर्नु होला। म चाहिँ यसो मन्दिर परिक्रमा गरेर आउँछु। आउँदाखेरि म भाडा लगेर जान्छु है त। बाबाजी खानुभयो? ल बाबाजी म हतार पनि छु, म अहिले लाग्छु पनि है त। पछि आउँदै गर्छु म। जय होस् बालक, सुकर्ममा बाधा नपरोस् बालक। जय भैरव। यसपालिको घेरौला खै त्यति बढ्नु पनि पाएन। अब यसो रेट भाउ आयो भन्छ यस्तै बेच्नु पर्ला। ओहो बिरे बाउ के काका नमस्कार। नमस्कार नमस्कार। घिरौँला केलाउँदै गरे? होइन काका यो यसो अब भाइलाई बेच्न पठाइदिउँ कि भनेको। यो यसो सानसानै छ, अब अहिले यसो रेट आएको छ अरे। अनि भाइ पनि आएको भने सुनेको थिएँ त। काका अस्ति नै अब त्यतिकै होला, अस्ति आएको थियो। ए काका अनि काका काकी पनि आयो भने सुनेको थिएँ। आइरहेछ झगडा बिउ। अस्तिसम्म त्यो नहुँदा घरमा शान्ति, जब त्यो घरभित्र बस्यो नि घरमा अशान्ति। होइन क्या काका, अब त मिलेर बस्नु पऱ्यो क्या काका। बुढाबुढीको झगडा भनेको त परालको आगो हो नि त काका। त्यसमाथि पनि तपाईँ श्रीमान श्रीमती भनेको त
एक रडको 2 पाङ्रा हो नि त काका। हुन त हो नि, तर के गर्नु, घरमा जहिले पनि अशान्ति। ए बिरी बाबु, तँलाई एउटा कुरो थाहा छ? भन्ने नभने कुरा कहाँ थाहा पाउँछ त काका? यहाँ सुन्न, तँलाई अस्ति त्यो झप्पडेले छ नि बाटामा भेट्दाखेरि खोप लाउनलाई यो एकल फोनमा चाहिँ म मिलाइदिन्छु भन्थ्यो नि, धाग लाउँथ्यो नि, त्यसको छोरीलाई त्यो विशालीले हातपात गर्दैछ, नाक काटिन्छ भन्ने डरले अहिले ससुरालतिर लगेर लुकाएर राखेको छ त्यसले। हे काका, गाउँठाउँमा त्यो राम्रो कामले पनि त भेट भएको हुन्छ नि। ल यही आँखाले देखेको म बुढो मान्छेले नभएको कुरो गर्दै हिँड्छु होला त, कस्तो कुरै नबुझ्या भने। ल म त यसो यहाँ बाटो परेर छिरेको होइन, म लागेँ है अलिकति हतार पनि। ए हुन्छ त काका, अब ल नमस्कार। ल हेरौँ ल राम्रो भेट्नु। हुन्छ काका, हुन्छ। यी काका पनि अचम्मको छ, आफ्नो घरमा चाहिँ झगडा मिलाउन सक्दैन, अर्का घरमा अगुल्टो जोड्दै हिँड्छ। चित्र भाइ के छ? चित्र भाइ ठिक छ दाइ। दाइ के हो चित्र भाइ? बाघको पन्जाबाट उम्केको मृग जस्तो देखाएको छ नि। बाघले मलाई समाकै छैन दाइ। होइन, पक्कै पनि केही न केही भएको छ तिमीलाई। मलाई केही भएकै छैन दाइ। मलाई सानो काम छ, म अहिले जान्छु दाइ, पछि भेट्छु तपाईँलाई। चोरले चोरी गरिसकेपछि केही न केही निशाना छाड्छ भनेको ध्रुव सत्य हो। यो चित्रले पनि केही न केही त गरेकै छ। हेर्दै जाउँ, यसको गल्ती केही दिनमै थाहा होला। ए अस्ति आफूभन्दा 10 वर्ष कान्छोसँग इलु अहिले फेरि अर्को इन्जिनियरसँग फोन गरी एकान्तमा रोमान्स। ए यो स्वतन्त्र साँडेको असली मजा। पख अखबारे पख, हिस्सा बुढी खिस्सा दाँत भनेको यही हो। नमस्ते। टाढा हिँड्नुभयो क्या? सहरमा सानो काम थियो, त्यही भएर जान लाग्यो। ए अनि घरतिर काम छैन कि आज? काम त छ, आज सहरमा एक सानो काम परेर जान लाग्यो। जेउस काकाले जामिनै काम गरेर भए पनि त्यो छोरी र विशाल छोरालाई राम्रो शिक्षा दिनुभएको छ, त्यो सम्झेर मलाई साह्रै खुसी लाग्छ काका। के गर्नु भइर बाबु, आफूले नपढे पनि त्यो छोराछोरीलाई पढाउनु र राम्रो शिक्षा दिउँ भन्ने कुरा हो। अनि काका यसो घरतिर गएर चिया खाएर गए नि हुन्थ्यो नि? होइन बाबु, मलाई अलिक हतार छ, पछि आएर खाउँला नि है, म अहिले लागेँ। ल काका, ल बिस्तारै है। ल बुढाले बिहान चिया नदिकन गएको, बुढाले भात खाने नआउनु कि क्या हो? जुनुमाया, ए जुनुमाया। हजुर, म भित्रै छु। ए कतै गाउँतिर पछारेर घर छैनस् कि भनेर नि। तपाईँ जस्तो हो र बिहानदेखि गाउँ डुलिरहने? हामी चाहिँ बिहानदेखि घर बसेर के कुवाको भ्यालु जस्तो बसिरहनु पर्ने हो क्या? धेरै नबोल, भातले गाउँ डुलेर आइहाल्यो अब। अनि बिहान काम उन्टी थिस् नि?
कहाँ जानु नि माथि उषा दिदी घरमा कहाँ माइती गएर आउनु भएको रहेछ नि ए अनि किन आएको त त्यसका त्यत्रो दिन माइत बस्नु भएको रहेछ अनि भेट्न गएको न्यास लाएर ए न्यास्रो आयो तँलाई जाने परेछ तिनीहरू कहाँ यहाँ सुन्नु न भन्नु भन् माथि घरमा तेरो घटना घटेछ नि के घटेछ त्यो बिमलालाई कि चित्रेले हातपात गरेछ कि ए भनेपछि त्यो चित्रेले त्यसो गर्न भ्याएछ हो नि तपाईँको त्यो चित्रेसँग धेरै नै साटगाट छ त्यसले गाउँको केटीहरूलाई नराम्रो आँखाले हेर्दा फेरि तपाईँको नाम जोडेर लाने फेरि हे त्यो जस्तो घाँस हो र म मेरो छुट्टै नाम इज्जत प्रतिष्ठा छ नि हजुरको इज्जत मान प्रतिष्ठान आफ्नो ठाउँमा छ त्यो ठिक छ तर यो कुरा याद राख्नु कहिले कहिले नखाएको बिस पनि लाग्छ हो तँ धेरै कुरा सिकाउनु पर्दैन त्यसको फरक भाइ यस्तो खबर सुनिरहनु पायो मलाई पनि आनन्द लाग्छ त्यस्तो कुरा आफ्नो घरमा पर्यो भने नि पर्दैन हाम्रो घर धेरै छिमेकीलाई गोबरको धुवा हाल्ने काम नगर्नुहोस् फेरि हावाले उडाएर यतै ल्याउन सक्छ के गर्नु अहिले भात खाने मन थियो दाल पनि सके बेला तेरो बोली सुनेर भाषा खान मन लाग्यो आफै गीत जान्छु ल जानु ल तपाईँ नखाए के गर्नु म त खान्छु खाने बेलामा चाहिँ गल गीत खाने उठेर जाने बेलामा चाहिँ जोस लाएर जाने तँलाई त सुजे हजुर खोइ त तेरो हजुरआमा हजुरआमा गाउँतिर जानुभयो होला अनि अङ्कल चाहिँ कहाँ गए अङ्कल पनि गाउँमै जानुभएको होला नि फुपू फुपू त एक्लै कोठामा बस्नु होला हो त अब घरका परिवार जति सबै आफ्नो आफ्नो धुनमा छन् मेरो कुरो कसैले खाँदैन आफ्नै सुरुमा के गर्नु ए साँच्चै हजुरबा के कुरा एउटा कुरा भनौँ के भन्नु भन्नु हाम्रो सेकेन्ड टर्म एक्जाम हुन लागिरहेछ अब पहिला पैसा दिए भए दिनु पर्थेन अब एक्जाम दिनुपर्छ पैसा चाहियो ल के गर्ने अब मसँग पनि पैसा छैन तेरो ड्याडीले पनि पैसा पठाएको छैन यही बेलामा त नाति तेरो अङ्कललाई म भनिदिन्छु त पढ्न चाहिँ राम्रोसँग पढ्न तेरो इक्जाम नबिगार होइन इक्जाम पैसा कारणले रोकिँदैन है त एक्जाम हुन पर्छ नि फेरि त्यहाँ पैसा दिनु भएन भने मैले दिनु पाएन भने म त हजुरबा सजुरबा भन्दिनँ हेत्तेरिका म यहाँ अङ्कललाई भनिदिन्छु क्या अङ्कललाई भनिदिन्छु उसले व्यवस्था मिलाउँछ है त ल राम्रोसँग पढ ल ल तिमीहरू पनि पढ है त ल म गएँ म ओहो धपटे काका नमस्ते ए नमस्ते नमस्ते तिमी बिरेको बाइक बोल्यो होइन हो नि काका तिमीले त सहरतिर कमाउन गएको छ भन्दै थियो त गएको काका काम पाएन त्यही भएर फर्केर आएँ ए हो र हजुर हिँड्न पनि गतिले मान्छेसित हिँडेर छ बाबु मलाई भनेको भए एकल फोनको घरमा भनिदिन्थेँ मैले जागिर भने भाउ अस्ति तिम्रो दाइलाई त्यो कोरोनाको खोप लाउने बेला नि गाउँका ठुटे नेताले यस्तै भन्थे अहिलेसम्म तिम्रो दाइले खोप लाउनु पाएको छैन बर्ता फुर्ती नलाए हुन्छ भनिदेऊ न हात्तीलाई जति बेला चाह्यो त्यति बेला पाइने पँधेराको पानी हो र जे कुराको पनि समय हुन्छ भनिदेऊ न यी अबुझ स्यालहरूलाई गर्नु नसक्नेले धेरै ठुला ठुला कुरा नगरे हुन्छ भनिदेऊ न बाबु जहाँ इच्छा त्यहाँ उपाय यस्ता ठुटा नेताले गफ नदिए हुन्छ क्या गाउँतिर त्यस्ता उखान टुका भन्नेहरू पाखा लाए उखान टुकाले गाउँ चल्दैन भनेर भनिदेऊ न बाबु बाहिर बसेर स्याल कुर्ले जस्तो हुँदैन अब हेरौँला नि यो गाउँको उन्नति प्रगति के गर्दा रहेछन् भनिदेऊ न बाबु प्रगति र उन्नति त भइरहेछ नि घरको बुहारीले आफूभन्दा 10 वर्ष कान्छुसित त्यही मन्दिरमा यही आँखाले देखे इलु इलु गरे त्यो मात्र नभएर यही गाउँको सिभिल इन्जिनियरसित फोन गरी बोलाएर रिल्याक्स गरे गयो अरूको बढी चियो चर्चो गरेर हिँड्नेले आफ्नो छोरीले नाक काट्न आँटी भनेर 2 हप्ता भइसक्यो घरमा गुफा राखेको गरेर लुका राखे सक्छन् भने यो गाउँमा यसो हिँडेर देखा भनेर भनिदेऊ न बाबु मेरो छोरी त 2-4 दिनलाई मामा घर गइयो कसैको छोरीलाई हातपात भए पछाडि घरभित्रै लुकाएर राखेछन् सक्छन् भने बाहिर निकालेर देखाउन भनेर भनिदेऊ त बोले बाबु ओइ झपडे यता होइन त्यता कसले हातपात गर्यो मेरो छोरीलाई जथाभावी बोले हैन मैले भनेको छु आफ्नै आँखाले देखेको भन्न मिल्दैन यही कारणले चाहिँ सुनेको तपाईँ त मेरो दाइ हो नि नमस्ते दाइ चाहियो छैन नमस्कार नमस्कार होइन मान्छेहरू अँध्याएर किन ढुङ्गा हान्छन् के गर्नु ढुङ्गा चाहिँ सही ठाउँमा लागेको हो तर केही दिनमा थाहा हुन्छ भनेर भनिदेऊ न बोले बाबु यस्ता अपराधी हात्तीहरूसँग बसेर समय मात्रै बर्बाद हुन्छ नबस्नु बोले चो काकाहरूको गाई जात्रा पनि राम्रै चल्दो रहेछ त हुन त गाई जात्रा नजिक आइसक्यो नि काका होइन
यो जात्रा यही साललाई सोध्न। अब अलि अगाडिदेखि जात्रा देखाउँदै हिँड्ने यिनीहरू हात्तीहरू हुन्। अब यिनीहरूलाई थाहा होला नि। ए बोले यस्ता अपराधीहरूसँग बसेर के समयको सत्यानाश गर्नु। जाऊ। समयको सत्यानाश होइन, यो अकबरको सत्यानाश हुँदैछ अब। होइन आज तरकारी बिक्री भएन कि के हो? यति बेलासम्म आएन। ए त आइपुगिस्? ल दे तरकारी बेचेको पैसा तै राख क्या, तै राख। तैँले राख्नु र मैले राख्नु कुरो उही त हो नि। त्यसो भनेर कहाँ हुन्छ दाइ? अब घर व्यवहार हेर्नु तपाईँ, अनि पैसा मैले राखेर हुन्छ र भने। ल अब त घर व्यवहार तैँले पनि सिक्नु पऱ्यो नि। सधैँ मैले गरेर हुन्छ? तै राख। ए त कता कता के हो मलाई थाहा छैन। हे भाइ व्यवहार सम्हाल्नु थालेपछि आइहाल्छ नि, त्यसमा चाहिँ म छँदैछु नि। ल जा त्यहाँनिर यसो आमा बाबा खाजासाजा छ होला, त्यो खाएर बसेर म यहाँ यसो के सिधेर आउनु पऱ्यो क्या। हुन्छ हुन्छ। जा अब एउटा काम तैँले फत्त गरेर आउन सकिनस्। मालिक पहिलो प्रयास असफल भयो भन्दैमा सिकारी बाघले शिकार खेल्न छोड्नु न मालिक। कुरो त ठिक भनिस् नि, तर काम किन फत्ते गरिनस्? पहिलो प्रयास असफल भयो मालिक, दोस्रो प्रयास पक्कै सफल हुनेछ। मालिक मलाई मौका दिनु भएन। स्यान मारे खुर्सानीको काम मर्चीले गर्न सक्दैन त मरिसी होस्, तेरो काम पछि आउँछ। हजुर मालिक। चित्रे। हजुर मालिक। अबको रणनीति नयाँ ढङ्गबाट जानु पर्दछ, तर शिकारी बाघले शिकार खेल्न छोड्नुहुन्न। हस् मालिक। ठिक भन्नुभयो मालिक।